चालू आर्थिक वर्षको सुरुवातदेखि असार 19 गतेसम्म देशभर भएका विभिन्न विपदजन्य घटनामा 127 जनाले ज्यान गुमाएका छन् भने 773 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 गतेदेखि असार 19 गतेसम्म देशभर 2721 वटा विपदजन्य घटना दर्ता भएका छन्। ती घटनाबाट 3722 परिवार प्रभावित भएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा धेरै 830 वटा आगलागीका घटना भएका छन्। आगलागीका कारण 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। मानवीय क्षतिको हिसाबले भने सर्पदंश सबैभन्दा घातक बनेको छ। यो अवधिमा सर्पदंशका 398 घटना हुँदा 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। यस्तै लेक लाग्ने 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते भएका छन्। चट्याङका 205 घटनामा 19 जनाले ज्यान गुमाएका छन् भने 98 जना घाइते भएका छन्। जनावरको आक्रमण 147 घटनामा 14 जनाको मृत्यु र 82 जना घाइते भएका छन्। त्यस्तै हाउरीका 447 घटनामा 13 जनाको मृत्यु भएको तथा 67 जना घाइते भएको प्राधिकरणले जनाएको छ। यस अवधिमा बाढी, पहिरो, भारी वर्षा, डुङ्गा पल्टिने, वन डढेलो तथा हिउँ पहिरोका घटनाबाट पनि मानवीय क्षति भएको प्राधिकरणले उल्लेख गरेको छ। प्राधिकरणका अनुसार पछिल्लो 24 घण्टामा मात्रै 27 जिल्लामा 31 वटा विपदजन्य घटना भएका छन्। ती घटनामा 1 जनाको मृत्यु भएको छ भने 15 जना घाइते भएका छन्। मनसुन सक्रिय बन्दै गएकाले बाढी, पहिरो, चट्याङ तथा अन्य प्राकृतिक विपदबाट बच्न आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ।